अगाडि मान्छेको भिड तपाईहरुले त्यति नै देख्न सक्नुहुन्छ भने यहाँ फोटो खिच्ने भिडियो बनाउनेहरू पनि यहाँ तपाईहरुले त्यति नै देख्न सक्नुहुन्छ। सो यस्तो रहेको छ, भिड असाध्यै धेरै रहेको छ। ओहो हो 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 हो, ल हेर्नुस् है साथीहरु, अब हामी यसको वर्णनै गर्न सक्दैनौं साथीहरु। यति राम्रो छ साथीहरु है। ल हेर्नुस् साथीहरु, यो चट्टै मेरो अगाडिको दृश्य हो र यहाँ यति सुन्दर फूल फुलेको छ नि साथीहरु, यसको हामी वर्णनै गर्न सक्दैनौं। यहाँ व्हाइट कलरको सेवा, नमस्ते सेवारो, 안녕하세요। स्वागत छ मनिष राई ब्लग च्यानलमा। आज चाहिँ मैले एकदमै नयाँ ठाउँ नयाँ ब्लग लिएर आएको छु। असाध्यै राम्रो ठाउँको ब्लग लिएर आएको छु तपाईहरु माझमा। यो कहाँको भन्ने तपाईलाई लाग्न सक्छ, यो चाहिँ सौल एरियाकै रहेको छ, तर असाध्यै राम्रो ठाउँ रहेको छ। किनभने अहिले चाहिँ जताततै हामी चाहिँ फुलै फुलको बगैँचा र फुलै फुल एकदमै फुलै फुलेको मात्रै हामी देख्न सक्छौँ र त्यही भएर असाध्यै राम्रो ठाउँमा आज मैले तपाईहरु माझमा एउटा ब्लग लिएर आएको छु। र यो चाहिँ कहाँ भन्दाखेरि साथीहरु हैन, म तपाईहरुलाई टक्क जानकारी गराउँ। ठ्याक्कै साथीहरु आज चाहिँ म हेरुङ इब्गुयक यानि कि हेरुङ स्टेसन ठ्याक्कै यसबाट चाहिँ हामी 1 नम्बर गेटबाट बाहिर निस्किसकेपछि भेटिने पार्क, त्यो चाहिँ छुङराङ छाङमी फङमन रहेको छ र यो चाहिँ असाध्यै राम्रो रहेको छ। र आज तपाईहरुलाई मैले चाहिँ सिधै यता लिएर जाँदैछु। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ छुङराङ छाङमी फङमन र यो फङमन चाहिँ यस्तो रहेको छ र तपाईहरुलाई मैले चाहिँ सिधै यो भित्र लिएर जाँदैछु र आजको तपाईहरुलाई चाहिँ असाध्यै राम्रो मनमोहक दृश्य तपाईहरुलाई देखाउने छु। एकदमै रङ्गी-चङ्गी फुलको दृश्य तपाईहरुलाई देखाउने छु र यो असाध्यै राम्रो रहेको छ साथीहरु। र साथीहरु यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ असाध्यै राम्रो हामी फुलै फुलको बगैँचामा आइपुगेका छौं र बाटो तपाईहरुले एकदमै राम्रो यसरी देख्न सक्नुहुन्छ। अब सुरु भएको हो, यो पारिपट्टि ट्रेनको लिक हो साथीहरु र यहाँ मुनिबाट खोला रहेको छ र हामी यो बाटैबाट जान्छौं, तर यो पार्क अझै धेरै लामो रहेको छ साथीहरु। र हामी चाहिँ तकरिबन यहाँबाट पार्क पुग्नलाई 150 मिटर अझै भनिएको छ, तर यहाँबाट नै यो सुरु भइसकेको छ साथीहरु। एकदमै राम्रो यसरी चाहिँ गुलाबै गुलाबको फूल फुलेको हामी देख्न सक्छौं र असाध्यै राम्रो दृश्य आजको ब्लगमा रहेको छ साथीहरु। समय सापेक्ष तपाईहरुलाई मैले लिएर आएको छु। एकदमै राम्रो फूल, एकदमै कलरफुल रहेको छ साथीहरु है आजको। साथीहरु आज चाहिँ हामी दुई भाइ छौं, मेरो प्यारे भाइ अहिले घर गएर पनि आइसकेको छ। हेलो हेलो, नमस्कार नमस्कार। र यसरी हामीले चाहिँ यो छुङराङ छाङमी फङमन भित्र हामी जाँदै छौं र यो असाध्यै राम्रो दृश्य रहेको छ। र म आफै चाहिँ मेरो भाइलाई देखाउनु भन्दा पनि हामी यो टक्क हामी पार्ककै तपाईहरुलाई भिडियो देखाउने छौं कस्तो छ साथीहरु। र हामी टक्क यो गेट देख्न सक्नुहुन्छ, यो गेटबाट पनि हामी भित्र जाँदै छौं भने तपाईहरु यहाँ फुलेको देख्न सक्नुहुन्छ। फूल कति साह्रो फुलेको छ हैन, टक्कैसँगले हामी देखाउँदै जाने छौं है त साथीहरु। टक्क हामी अब यो गेटबाट जाँदै छौं, भित्रको दृश्य हो साथीहरु। यो भित्र कस्तो छ भनेर भित्रको दृश्य चाहिँ तपाईहरुलाई हामी देखाउँदै जानेछौं। र साथीहरु अहिले यहाँ एकदमै राम्रो
यो फेस्टिभल जस्तै चलिरहेको छ। त्यसैले पनि होला धेरै मान्छे यहाँ हामी आएको देख्न सक्छौँ है साथीहरू। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ असाध्यै ब्युटिफुल दृश्य, असाध्यै ब्युटिफुल यो फुलेको फुल, त्यो सबै रोज फ्लावर हो साथीहरू। यहाँ तपाईँहरू देखिराख्नु भएको छ। यहाँ तलतिर अहिले मैले माथिबाट खिचेको भिडियो हो यो असाध्यै राम्रो दृश्य रहेको छ र यसरी तपाईँहरूलाई मैले देखाइरहेको छु है साथीहरू। तपाईँहरूलाई हामीले यति राम्रो पार्कमा घुमाइरहेका छौँ साथीहरू। यसको कुनै हामी चाहिँ कसरी वर्णन गर्ने साथीहरू, यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ। मैले त उयो खिच्न आएको क्या यिनीहरूलाई यताडै जाने क्या हो। ल तपाईँहरूलाई लिएर जाँदैछु र अब तपाईँहरूलाई साथै एकदमै राम्रो पार्कतिर अब म प्रवेश गराउँदैछु फेरि। र यसको कसरी वर्णन गर्ने हो साथीहरू, ल हेर्नुहोस्। ओहो हो ल हेर्नुहोस् है साथीहरू। अब हामी यसको वर्णनै गर्न सक्दैनौँ साथीहरू, यति राम्रो छ साथीहरू है। अब तपाईँहरूलाई मैले कसरी भनौँ साथीहरू क्या। ल हेर्नुहोस्, यो हो छुङर्याङ पार्क, छुङर्याङ रोज पार्क रहेको छ। यो सौलमा पर्छ। यहाँ तपाईँहरूले देखिराख्नु भएको छ एकदमै स्टाइलले फोटो खिचेको तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ माथि हेर्नुहोस्, यो गेट हो, चट्ट यहाँबाट छिर्ने गुलाबकै हो साथीहरू, यस्तो रहेको छ। र हामी अब यो भित्र जाँदैछौँ साथीहरू। असाध्यै राम्रो फुलेको छ फुल र यसको हामी वर्णन गर्नै सक्दैनौँ साथीहरू। र हेर्नुहोस्, ल यहाँ फोटो खिचेको हेर्नुहोस् साथीहरू। र तपाईँहरूलाई मैले चाहिँ यहाँ देखाइरहेको छु असाध्यै राम्रो दृश्य, असाध्यै राम्रो। र यो चाहिँ रोज पार्क भएकोले यहाँ एउटा रोज पनि यसरी झुन्डाइएको छ साथीहरू। असाध्यै राम्रो दृश्य छ यसको। र म साथीहरू तपाईँहरूलाई यो सिधा अझै अगाडि लान चाहन्छु। र साथीहरू म अझै पनि अगाडि बढ्दैछु र यहाँ असाध्यै भिडभाड रहेको छ। बाटो हिँड्न त्यति सहज छैन र यहाँ मान्छेहरू पनि असाध्यै धेरै भिड भएकोले त्यति सहज तरिकाले हामी यहाँ हिँड्न सक्दैनौँ, किनभने भिडभाड असाध्यै धेरै रहेको छ साथीहरू। र आफ्नो चाहनाले यहाँ हिँड्नु सक्ने अवस्था पनि छैन, किनभने भिडभाड भएपछि एकदमै रोकिएर हिँड्नुपर्ने अवस्था हुन्छ। सो त्यसैले साथीहरू मैले तपाईँहरूलाई चाहिँ अत्यन्तै राम्रो सुन्दर दृश्य फेरि पनि देखाउँदैछु साथीहरू। र यो मेरो माथि हेर्नुहोस् साथीहरू, एकदमै राम्रो ठाउँमा चाहिँ एकदमै राम्रो गुलाबको फुल फुलेको छ यो मासतिर पनि। र सिन असाध्यै राम्रो बनाइएको छ। र तपाईँहरू यो यति राम्रो ठाउँमा आउनलाई मिस नगर्नु होला। एकदम कलरको फुल यहाँ माथि फुलेको देख्न सक्नुहुन्छ तपाईँहरूले। र यसरी चाहिँ तपाईँहरूलाई मैले आजको एकदमै राम्रो, एकदमै सुन्दर, एकदमै ब्युटिफुल मैले चाहिँ भ्लग लिएर आएको छु साथीहरू। हेर्नुहोस् यहाँ माथि कति राम्रो दृश्य रहेको छ। र तपाईँहरूलाई मैले अगाडि देखाउन चाहन्छु। अगाडिको दृश्य चाहिँ यस्तो रहेको छ साथीहरू। मैले तपाईँहरूलाई अगाडि लिएर जाँदैछु साथीहरू। अगाडि मान्छेको भिड तपाईँहरूले त्यति नै देख्न सक्नुहुन्छ भने यहाँ फोटो खिच्ने भिडियो बनाउनेहरू पनि यहाँ तपाईँहरूले त्यति नै देख्न सक्नुहुन्छ। सो यस्तो रहेको छ, भिड असाध्यै धेरै रहेको छ। र यहाँ हिँड्ने मान्छे पनि त्यति नै तपाईँहरू देख्न सक्नुहुन्छ। र यस्तो भिडमा हिँड्न पनि एक किसिमको मजा आउँछ है साथीहरू। त्यही हो, मजा पनि आएको छ भिडमा। र
मलाई त अरू भन्दाखेरि पनि यो गुलाबको फुल यति राम्रो फुलेको छ र यसको कुनै वर्णन गरेर नै साध्य छैन साथीहरू है। र मैले यो कतिसम्म पुग्न सकिन्छ म तपाईँलाई त्यतिसम्म लिएर जाँदैछु साथीहरू। म अझै अगाडि बढिरहेको छु साथीहरू। यो एकदमै लामो ठाउँमा रहेको छ साथीहरू। यसो हेर्दाखेरि मैले त्यति नै अगाडि बढ्दैछु र म यो कहाँसम्म जान सक्छु साथीहरू त्यहाँसम्मको तपाईँहरूलाई देखाउनेछु। र यो हेर्नुहोस् साथीहरू, यो त सकिँदैन त, यो त कति लामो रहेको छ साथीहरू। ल हेर्नुहोस् है, यो कति लामो हो, कति लामो साथीहरू। यो अझै सकिँदैन त, यो कति लामो रहेछ। ल यस्तो आएकै गर्छ त साथीहरू। यो नसकिने रहेछ त साथीहरू। ल हेर्नुहोस् है साथीहरू। ओहो ल यस्तो छ साथीहरू। तपाईँलाई मैले देखाउने कोसिस गर्दैछु तर यो सकिने अवस्था भने पटक्कै छैन। र मैले यसरी तपाईँलाई कन्टिन्यू देखाउँदैछु यो कति लामो यो दृश्य हुन्छ, कति लामो छ। अब म तपाईँलाई धेरै लामो नदेखाउँ कि भन्ने पनि मलाई भइरहेको छ, फिल भइरहेको छ साथीहरू। र यहाँ वृद्धदेखि लिएर केटाकेटी बालबच्चा तपाईँले यहाँ त्यति नै पाउन सक्नुहुन्छ। र यसरी चाहिँ मैले तपाईँहरू यो भिडियो बनाउँदै देखाउँदै जाँदैछु साथीहरू। मनोरञ्जन तपाईँले पोख्त मनोरञ्जन गराउने कोसिस गरिरहेको छु र म यसको इन्डिङसम्म नै मैले पुग्ने जमर्को गरेको छु साथीहरू। र यो कस्तो हुन्छ र भिड पनि यहाँ असाध्यै भिड रहेको छ साथीहरू। र फोटो खिच्नेहरू पनि त्यति नै हुनुहुन्छ र म उहाँहरूभन्दा अलिकति छिटो हिँड्ने कोसिस गरिरहेको छु किनभने यहाँ घरिघरि पेलिँदै पनि छ है साथीहरू। भिडियो बनाउँदा घरिघरि पेलिन्छ, अब हिँड्नै पर्यो साथीहरू यसरी। कति अल्गो अल्गो हो साथीहरू। ओहो साथीहरू है, म चाहिँ यसरी तपाईँहरूलाई पोख्त देखाउँदैछु। कति लामो हो, यहाँदेखि पनि उता अझै उता त्यति नै रहेको छ साथीहरू। अब के गरौँ भन्ने मैले चाहिँ सोचिराखेको छु साथीहरू। ओहो असाध्यै लामो रहेको छ है साथीहरू। ल हो सेतो गुलाबको फुल हो, सेतो गुलाबको फुल, सेतो गुलाब साथीहरू। तपाईँहरूलाई कसरी वर्णन गर्ने होला क्या साथीहरू। वर्णन गर्नेको त यहाँ कुरै छैन। फोटो खिच्नेको यहाँ हेर्नुहोस् भिड, फोटो खिच्ने क्यामेराम्यान हेर्नुहोस् यसरी चाहिँ फोटो खिचिरहेको छ आदरणीय साथीहरू। अब यसरी चाहिँ आन्तरिक होस् बाहिरी पर्यटक होस् भित्राउनलाई कुनै नौलो काम गर्नु पर्दैन रहेछ साथीहरू। हेर्नुहोस् यस्तो बनाइदिए मान्छे त्यतिकै आउँछ। यो साथीहरू यो 2 किलोमिटर लामो छ। यो तपाईँहरू आउनु होला होइन त। र यसरी चाहिँ हामी घुमिरहेका छौँ। मेरो प्यारे भाइ नेपालबाट आएर पनि दाइलाई भेटिसकेको अवस्था हो। यसरी चाहिँ दाजुभाइ भेटेर हामी चाहिँ यति राम्रो यो रोज गार्डनमा हामी घुमिरहेका छौँ। मलाई भन्नु एउटा छ, मलाई भन्नु छ एउटा होइन। ल भन। मान्छेलाई काँडा होइन फुल्दै मन पर्दो रहेछ है। मान्छेलाई यो नराम्रो भन्दा राम्रै मन पर्दो रहेछ। हेर्नु न मान्छे यति धेरै भिड भयो नि त। अनि बगैँचाहरूमा यसरी यही हिसाबको भमारै हो नि त। यसरी भमाएर आउनु नौलो कुरा होइन। त्यसैले गर्दा अन्धकार होइन, मान्छेले उज्यालै मन पर्दो रहेछ भन्ने कुरो बुझ्यो। त्यही भएर हामी जहिले सकारात्मक नै राख्छौँ सोच र हामी राम्रै राख्छौँ विचार। सकारात्मक नै बनाऊ र हामी सकारात्मक नै बनाऊ, सकारात्मक भएर अगाडि बढौँ। त्यही हो, त्योभन्दा रमाइलो जिन्दगी अरू छँदै छैन। ल साथीहरू अब तपाईँहरूलाई मैले यहाँ देखाउनु पर्ने सौर रोज फेस्टिभल साथीहरू। अहिले चाहिँ हामी सौर रोज फेस्टिभलमा छौँ र यसरी चाहिँ हामी घुमिरहेका छौँ। यसैको दृश्य हामीले तपाईँहरूलाई देखाएको है साथीहरू। है
म चाहिँ यति राम्रो गार्डनमा आज आइपुगेको छु, यसको वर्णन गर्नै सकिन्न। यहाँ मेरो राइट साइडतिर तपाईँहरू देख्न सक्नुहुन्छ, यहाँ हर किसिमको एकदमै रङ्गीचङ्गी रोज फ्लावर तपाईँ देख्न सक्नुहुन्छ। र तपाईँहरूलाई मैले चाहिँ आज यसरी रोज गार्डनको बिचमा एकदमै रोज नै रोज फुलेको ठाउँमा तपाईँहरूलाई मैले लिएर आएको छु। र यो दृश्य कति रमाइलो छ, कति सुन्दर रहेको छ, यसको कुनै वर्णन गरेर नै साध्य छैन साथीहरू। र यसरी मैले घुमाइरहेको छु र तपाईँहरूलाई म भन्दाखेरि पनि मैले रोजलाई नै देखाउने कोसिस गर्नेछु साथीहरू। र यसरी रोज तपाईँहरू फुलेको देख्न सक्नुहुन्छ। यहाँ बिचबाट बाटो यस्तो रहेको छ भने यहाँ एकदमै राम्रो दृश्य तपाईँहरू एउटा स्ट्याचु पनि यहाँ देख्न सक्नुहुन्छ। स्ट्याचु एकदमै राम्रो रहेको छ यो छाङमी खङनमा। र यहाँ फुलेको फुलको त अब कुनै वर्णन गरेर नै साध्य छैन साथीहरू। हेर्नुहोस् यहाँ मान्छेहरू पनि त्यति नै छ। यहाँ फोटोग्राफरहरू देख्न सक्नुहुन्छ, आफ्नो आफ्नो किसिमले फोटो खिचेको। असाध्यै राम्रो साथीहरू, कसरी वर्णन गर्ने होला, किसिम किसिमको असाध्यै राम्रो यो रोज गार्डन रहेको छ है साथीहरू। हामी चाहिँ असाध्यै राम्रो यहाँ खिचिरहेका छौँ। असाध्यै राम्रो दृश्य रहेको छ आजको। साँच्चै भन्नुपर्दाखेरि यति साह्रो मन लोभ्याउने ठाउँ रहेको छ कि यसको वर्णनै गर्न सकिन्न साथीहरू। यो भिडियोमा खासै त्यति साह्रो राम्रो नआए पनि यो लाइभ हेर्न भने असाध्यै राम्रो देखिन्छ। र कोरियाले पर्यटक भित्राउनलाई केसम्म गर्दैन भन्ने यो एउटा ज्वलन्त उदाहरण पनि हो साथीहरू। र हामी चाहिँ यसरी असाध्यै राम्रो तरिकाले, असाध्यै राम्रो ठाउँमा, असाध्यै सुन्दर ठाउँमा चाहिँ साथीहरू यसरी चाहिँ हामी हिँडिरहेका छौँ। यहाँ तपाईँले यहीँ देख्न सक्नुहुन्छ कलर कलरको गुलाबको फुल। र यो कति मेहनत छ साथीहरू यो बनाउनलाई। र यो यसको मेहनतले नै हो यहाँ त्यति नै धेरै आन्तरिक पर्यटकहरू हामी आएको देख्न सक्छौँ साथीहरू। ओहो साथीहरू, आजको दिन भने चाहिँ एकदमै राम्रो असाध्यै सुन्दर ठाउँमा म आएको छु। साँच्चै यति साह्रो मनमोहक यो दृश्य, यो ठाउँ रहेको छ साथीहरू। यसको लेखाजोखा गर्न सकिन्न है साथीहरू। मैले तपाईँहरूलाई बारम्बार भनिरहेको छु, यो यति राम्रो ठाउँ रहेको छ नि साथीहरू, कसरी तपाईँहरूलाई भन्ने होला, कसरी वर्णन गर्ने होला साथीहरूले। हेर्नुहोस् खोकी नै लागिसक्यो भनेको क्या मेरो त। किनभने यो यति राम्रो ठाउँ रहेको छ साथीहरू है, यति राम्रो ठाउँ रहेको छ, यो वर्णनै गर्न सकिन्न क्या साथीहरू। यहाँ फोटो खिचेको पनि देखिराख्नु भएको छ। र यो गुलाबको बगैँचा त्यति नै राम्रो रहेको छ साथीहरू। यहाँ तपाईँहरूलाई मैले देखाइरहेको छु चारैतिर यहाँ फोटो खिच्नेको घुइँचो यहाँ त्यति नै रहेको छ। यहाँ मैले देखाइरहेको छु साथीहरू। यहाँ अभिषेक तपाईँ देख्न सक्नुहुन्छ र यहाँ दुई बहिनी पनि देख्न सक्नुहुन्छ साथीहरू। र यो कसरी वर्णन गर्ने होला साथीहरू, हेर्नुहोस् त। वाह 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 वाह। वाह साथीहरू वाह, म चाहिँ एकदमै लामो सास फेरेँ है साथीहरू। ल हेर्नुहोस् कति राम्रो ठाउँ हो साथीहरू, कति राम्रो ठाउँ, कति मजाले फुलेको हो साथीहरू। ल हेर्नुहोस् ओ हो 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 साथीहरू है। साथीहरू आज चाहिँ यति राम्रो ठाउँमा आइपुग्यो, यसको चाहिँ हामी वर्णनै गर्न सक्दैनौँ। मैले तपाईँहरूलाई बारम्बार भनिरहेको छु साथीहरू यही शब्द। यति राम्रो ठाउँमा यहाँ मेरो लेफ्ट साइडतिर तपाईँहरू देखिराख्नु भएको छ
हेर्नुहोस् साथीहरू यस्तो राम्रो ठाउँ रहेको छ नि। ल हेर्नुहोस् यहाँ गुलाब चट्टै यता हेर्नुहोस्, यो साइडमा हेर्नुहोस् कस्तो छ। त्यसैले यति सुन्दर ठाउँमा म आइपुगेँ। यसको म तपाईँहरूलाई कसरी व्याख्या गरौँ, कसरी वर्णन गरौँ। तपाईँहरूलाई मैले चाहिँ आज अब यो अगाडिको दृश्य नै तपाईँहरूलाई मैले देखाउने छु साथीहरू। अगाडि जति राम्रो आउँछ मैले तपाईँहरूलाई त्यति देखाउँदै जानेछु अगाडिको सुन्दर सुन्दर दृश्य। त्यसैले मैले क्यामेरालाई अगाडि नै फर्काउन चाहन्छु साथीहरू। ल हेर्नुहोस् साथीहरू यो चट्टै मेरो अगाडिको दृश्य हो र यहाँ यति सुन्दर फुल फुलेको छ नि साथीहरू, यसको हामी वर्णनै गर्न सक्दैनौँ। यहाँ वाइट कलरको रोज तपाईँहरू देख्न सक्नुहुन्छ, यता रेड कलरको। यहाँ फोटो खिच्ने मान्छेहरू पनि तपाईँहरू त्यति नै देख्न सक्नुहुन्छ। तपाईँहरूलाई मैले माथिबाट यो भिडियो देखाइरहेको छु साथीहरू। ल हेर्नुहोस् साथीहरू कति राम्रो छ, कति सुन्दर छ, यसको हामी वर्णन गर्न सक्दैनौँ साथीहरू। र यहाँ फोटो खिच्ने पनि हामी त्यति नै देख्न सक्छौँ साथीहरू। र यसरी तपाईँहरूलाई मैले चाहिँ यसको बिच बाटोबाट फोटो खिचेर तपाईँहरूलाई मैले देखाइरहेको छु है साथीहरू। यो चाहिँ सौल रोज फेस्टिभल भनेर यहाँ भनिएको छ साथीहरू। र यहाँ साँच्चै भन्नुपर्दाखेरि गुलाबको फुल, गुलाब कति किसिमको हुँदो रहेछ भन्ने एउटा हामी देख्न सक्छौँ साथीहरू। यहाँ असाध्यै धेरै किसिमको हामी रोज पाउँछौँ र यसरी हामीले एकदमै ढकमक्क फुलेको हामी देख्न सक्छौँ साथीहरू। ल हेर्नुहोस् ढकमक्क यसरी चाहिँ फुलेको छ साथीहरू। ओ साथीहरूले हेर्नुहोस् त, ल हेर्नुहोस् साथीहरू कस्तो दामी फुलेको है। ओ साथीहरू है, र अचम्म छ नि साथीहरू होइन त। वाह 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 कोसिस गरिदेऊ। ल साथीहरू हेर्नुहोस् आज रोडको किनारमा यति राम्रो सुन्दर रोज गार्डन तपाईँहरू पाउन सक्नुहुन्छ साथीहरू। यति राम्रो सुन्दर फुल फुलेको छ नि, यो कल्पनै गर्न सकिन्न साथीहरू। हेर्नुहोस् यति सुन्दर फुल छ। ल यहाँ हेर्नुहोस् फुलेको, तपाईँहरूलाई मैले यसरी कन्टिन्यू देखाइरहेको छु साथीहरू। आज म यति राम्रो ठाउँमा आइपुगेँ नि साथीहरू। मैले यो बारम्बार मैले भनिरहेको छु साथीहरू, यति मिठो, यति मिठो, यति मिठो, कसरी यो वर्णन गरौँ साथीहरू है। र तपाईँहरू पनि यति राम्रो राम्रो ठाउँमा यति राम्रो दृश्य तपाईँहरू देख्न सक्नुहुन्छ। आउनुहोस् यो ठाउँ घुम्नुहोस्, मनोरञ्जन गर्नुहोस्। म तपाईँहरूलाई यही सजेस्ट गर्न चाहन्छु, तपाईँहरू चाहिँ यति राम्रो दृश्यहरूलाई क्यामेरामा कैद गर्नलाई नछुटाउनु होला साथीहरू। तपाईँहरू चाहिँ आउनु होला, मेरो सजेसन चाहिँ यही रहेको छ साथीहरू है। र यसरी मैले तपाईँहरूलाई अन्तिमसम्म देखाइरहेको छु साथीहरू। यो गुलाबको यति राम्रो फुलेको छ नि साथीहरू। ओहो ल साथीहरू आज चाहिँ हामी यहाँ 2 आएको छौँ। यहाँ मैले तपाईँहरू पढ्न सक्नुहुन्छ, यो चाहिँ छुङड्याङ छाङनी खोङ्गन रहेको छ। र साथीहरू अन्त्यमा तपाईँहरूलाई म के भन्न चाहन्छु भने आज घुमाइ असाध्यै राम्रो भयो र तपाईँहरूलाई पनि रमाइलो लाग्यो होला यो भिडियो हेरिसकेपछि। तपाईँहरूलाई म के सजेस्ट गर्न चाहन्छु भने यो ठाउँमा तपाईँहरू आउनुहोस्, घुम्नुहोस्। यो चाहिँ थेरुङ इब्गु यक रहेको छ, असाध्यै राम्रो रहेको छ। थेरुङ इब्गु यकदेखि
ठ्याक्कै बाहिर निस्केपछि यो पार्क भेटिन्छ। र तपाईँहरूले चाहिँ जति पनि भिडियो हेर्नुहुन्छ कमेन्ट गरिदिनु होला। मैले सुधार गर्नुपर्ने अगाडि मैले गर्नुपर्ने चिज के हो त्यसमा तपाईँहरूले कमेन्ट गरिदिनु होला। र जति पनि तपाईँहरू नयाँ हुनुहुन्छ कृपया लाइक कमेन्ट सब्सक्राइब नेसेसरी सब्सक्राइब गरिदिनु होला प्लिज। तपाईँहरूलाई मेरो यो चाहिँ एकदम रिक्वेस्ट होइन त भाइ। यो मुन्टो किन हल्लाएको बुझ्दै हुनुहुन्छ? त्यसैले म तपाईँहरूलाई विनम्र अनुरोधका साथ आजलाई यति नै साथीहरू। मुन्टो हल्लाको विषयमा सी यू सुन नेक्स्ट भ्लग।